भनिन्छ नि इतिहास आफै दोहोरिन्छ। विक्रमसम्म 2048 नेपाली कङ्ग्रेसले 205 सिटको संसदमा 110 सिट जिती बहुमत ल्याएको थियो। लागेको थियो कि अब स्थिर सरकार आयो, देश बन्छ। तर पार्टीको आन्तरिक द्वन्द्वले 4 वर्ष पनि नपुग्दै अर्को चुनाव हुन पुग्यो। साल 2056 फेरि नेपाली कङ्ग्रेसले बहुमत ल्याई सरकार बनायो। तर फेरि पार्टीको आन्तरिक द्वन्द्वले गर्दाखेरि सरकार स्थिर रहन सकेन। त्यसपछि आयो साल 2064 601 सिटको संसदमा 220 सिट जिती माओवादी सबसे ठुलो दल हुन पुग्यो। नयाँ नेपालको आश र विश्वास सबैको अनुहारमा देखिएको थियो। तर क्रान्तिकारीहरू त्यही सिंहदरबारको राजनीतिमा अड्किए। अन्तिममा अन्तरिम सरकार बनाएर फेरि चुनावमा जान पर्ने भयो। अब एउटै अनुहार टिक्न नसकेपछि वाक्क भएर 2074 सालको चुनावमा जनताले माओवादी र एमालेको वाम गठबन्धनलाई मौका दिए। उसले 275 सिटको संसदमा 174 सिट ल्याई नयाँ नेपालले देखेको सबसे शक्तिशाली सरकार हुन पुग्यो। तर विडम्बना, हाम्रा नेताहरू कुर्सीकै खेलमा अड्किरहे। उनीहरूले यति धेरै शक्ति महसुस गरे कि हामीले निर्वाचित गरेको संसद नै विघटनको आँट गरे, त्यो पनि 2 चोटि। यो सबैमा हाम्रो के गल्ती थियो थाहा छ हजुरलाई? हामीले भोट हालिसकेपछि वास्ता गरेनौँ, चुप लागेर बस्यौँ। यस्तो शक्ति दिएकै छ त भनेर हामीले जवाफदेहिता खोजेनौँ। हामी उनीहरूको फ्यान भएर बस्यौँ। प्रश्न सोध्ने आँट गरेनौँ र प्रश्न सोधिरहनेलाई हामीले साथ दिएनौँ। हामीले नै छानेर पठाएका उम्मेदवारले हामीलाई नै खेलाचीमा लिए। हाम्रो इतिहासको सबसे ठुलो जनादेश पाएको सरकारले नै त्यसको हत्या गरिदियो। र अब बार विरोध र जेन्जीको क्रान्ति अनि ठुलो विध्वंसपछि यो 2082 को चुनावमा जनताको यो विश्वास राष्ट्र स्वतन्त्र पार्टीले पाएको छ। यो आश राखेर कि अब हामी उभिनेछौँ। आफ्नो भविष्यको माग राख्दा ती बगेका खुनहरू खेर जाने छैनन्। यो आशमा कि पुरानाले धेरै दुःख दिए, अब यी नयाँले पो सम्हाल्न सक्छन् कि? बहुमत मात्र नभएर झन्डै 2/3 शक्ति यो सरकारले पाएको छ। र यो शक्तिको अर्थ के हो थाहा छ हजुरलाई? अबको सरकारसँग काम गरेर देखाउन नसक्ने कुनै पनि बहाना दिने ठाउँ छैन। गठबन्धनले दिएनन्, प्रतिपक्षले रोक्यो भन्न पाउने छैनन्। उनीहरूसँग पुरै मैदानै खुल्ला छ। यही समय हो अब सबैजना एक स्वतन्त्र र सचेत नागरिक भएर निगरानीमा बस्न पर्ने। किनभने यदि यो सुपर मेजोरिटी भएको बेला पनि काम भएन भने हामीसँग फेरि दोष दिने ठाउँ बाँकी रहने छैन। याद रहिरहोस् कि यो क्रान्ति कुनै पार्टीको लागि भएको होइन है, यो क्रान्ति जनताको लागि भएको हो। अब चाहिँ जितकै नसामा मात्र बसेर पहिलाको जस्तो फ्यान मात्र भएर बस्न हुँदैन। हजुरहरू अब कुनै पार्टीको झन्डा नबोकिकन नयाँ बन्ने सरकार जोसुकै होस्, जसको सुकै होस्, उसलाई खबरदारी गर्नुपर्छ। अपोजिसन बलियो नभएको लोकतन्त्रमा अब जनता बलियो हुनुपर्छ। प्रश्नमाथि कसैलाई राख्नु हुँदैन। अब हामीले यो इतिहासलाई दोहोरिन दिनु हुँदैन। यो कुरा ध्यान दिएर सुन्नुहोस्। प्रश्न सोध्नु भनेको नयाँ जनादेशप्रतिको सबसे ठुलो वफादारी हो। हामीले पुराना पार्टीहरूलाई नयाँ अनटचेबल नेताहरू ल्याउनको लागि मात्र हटाएको होइन। हामीले उनीहरूलाई एकाउन्टेबिलिटीको एउटा नयाँ संस्कृति स्थापना गर्नको लागि हटाएका हौँ। यदि तपाईँ पनि यो नयाँ नेपालको सपना देख्नुहुन्छ भने यसलाई प्रश्नको आगोमा सेक्नुहोस्। यदि उनीहरू सही छन् भने त्यो आगोले उनीहरूलाई झन बलियो बनाएर चम्काउनेछ। यदि उनीहरू गलत छन् भने त्यो आगोले उनीहरूको असलियत खुलाउनेछ। प्रश्नमाथि कसैलाई नराख्नुहोस्। जुन मान्छेलाई हजुरले भोट हाल्नुभयो उसलाई पनि होइन। निगरानी गर्नुहोस्। पैसा कता जाँदैछ सोध्नुहोस्। गरेका बाचा ढिला भयो भने किन ढिला हुँदैछ सोध्नुहोस्। लोकतन्त्रमा सबसे खतरनाक खराब सरकार होइन, सुतेका जनता हुन्। अब तपाईँ फ्यान होइन, एउटा सचेत नागरिक भएर बस्नुहोस्।